हरे कृष्ण सबैजनामा म विष्णुप्रियाको यो संसारमा हामी सबैजनाले सम्पत्ति पनि कमायौँ, आफन्त पनि कमायौँ, साथीभाइ पनि कमायौँ है। तर पनि हामी भित्रैबाट चाहिँ खुसी हुन सकेका छैनौँ है। हामी त शान्त हुन सकेका छैनौँ र हामी त शान्ति खोजिरहेका छौँ सबैजनाले प्रायः। त्यो शान्ति खोज्ने क्रममा चाहिँ यहाँनिर चाहिँ हामी मनुष्यले के बुझिरहेछौँ भने शान्ति चाहिँ एकान्त ठाउँमा गएर पहाडका ती गुफाहरूमा बसेर अथवा जङ्गलमा गएर बस्यो भने चाहिँ शान्ति मिल्छ भन्ने खालको हाम्रो दिमागमा त्यस्तो खालको बसिदिएको छ है। त्यहाँ गएर केही क्षणिक तपाईँलाई शान्ति त प्राप्त हुन्छ होइन, तपाईँ शान्त पनि बन्नुहुन्छ होला, तर त्यो भनेको क्षणिक हुन्छ। तपाईँलाई फेरि त्यही पुरानै कुराहरू याद आउने, ती बालबच्चा नै, आफन्त नै, ती सम्पत्ति कि फेरि के हुन्छ वापस याद आउन थाल्छ। सो शान्ति भनेको हामीले एकान्तमा गएर एकान्तमा बसेर हुने होइन। वास्तविक शान्ति भनेको हामी यो शरीरमा यो संसारमा रहेर हामी भित्रका ती होइन हुन्छ नि ती अहङ्कार होइन, ती ईर्ष्या, रिस राग, बदलाको भावना, यी सबै कुरा नै तपाईँले त्याग गर्न सक्नु नै त्यही नै शान्त हो क्या, त्यही नै शान्ति हो। तपाईँलाई कुनै व्यक्तिले केही भन्दैछ भने त्यसको तपाईँलाई प्रभाव नपर्नु होइन, कसले के गर्दैछ भनेको त्यसको मतलब नहुनु, त्यही नै वास्तविक शान्ति हो। त्यही भएर त्यो शान्तिको लागि तपाईँ जुन पहाडमा गएर गुफामा बस्ने, जङ्गल पस्ने, परिवार छोड्ने खालको यस्तो सोचाइहरू तपाईँले लिनुभएको छ भने चाहिँ यो चाहिँ रङ वे हो क्या, गलत होइन, एउटा बाटो अपनाउनु हुँदैछ। त्यही भएर शान्तिको लागि तपाईँले न परिवार त्याग्नुपर्छ, न तपाईँले जङ्गल पस्नुपर्छ। तपाईँ जहाँ हुनुहुन्छ, तपाईँ जे गर्दै हुनुहुन्छ, आफ्नो कर्म गर्दै आफ्नो परिवारसँग बसेर नै त्यो शान्ति तपाईँले प्राप्त गर्न सक्नुहुन्छ आफ्नो जीवनमा। हस्त। हरे कृष्ण।